परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङले बिहीबार राति 11 बजे 11 मिनेट 11 सेकेन्डमा राष्ट्रिय एकीकरण अभियान र द सिभिलियन फोर्स नामक प्लेटफर्मको घोषणा गरेका छन्। भिडियो सन्देश जारी गर्दै गुरुङले राष्ट्रिय एकीकरण अभियान .com को टेस्ट भर्सन सार्वजनिक भएको जानकारी दिएका हुन्। यस प्लेटफर्मले आम जनताका समस्यालाई तल्लो तहदेखि नै संकलन गरी राज्यको केन्द्रसम्म पुर्याउने र समाधान खोज्ने पुलको काम गर्ने उनले बताएका छन्। सिभिलियन फोर्स गाउँको समस्यालाई केन्द्रसम्म ल्याएर समाधान गर्ने डिजिटल प्लेटफर्म हो, उनले भनेका छन्। गुरुङका अनुसार यस वेबसाइटमा मुख्यतया दुई प्रकारका एजेन्डाहरूमा काम गरिनेछ। राष्ट्रिय एजेन्डा अन्तर्गत मुलुकको समग्र समस्या जस्तै सरकारको अस्थिरता र यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सामूहिक छलफल र समाधानको बाटो खोजिनेछ। स्थानीय समस्या अन्तर्गत गाउँ टोलका बाटो, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत समस्याहरूलाई नागरिकले सिधै रिपोर्ट गर्न सक्नेछन्। यस अभियानमा आधुनिक प्रविधिको उच्च प्रयोग गरिने बताइएको छ। भर्सन 2 मा आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टिक एआईलाई नेपालको संविधान र कानूनका धाराहरू सिकाएर ट्रेन गराइने गुरुङले जानकारी दिए। एआईले नागरिकका समस्यालाई कानूनी आधारमा विश्लेषण गर्नेछ भने विज्ञहरूको टोलीले त्यसलाई प्रमाणीकरण गरी अन्तिम ड्राफ्ट बनाउनेछ। उक्त फाइललाई काठमाडौँमा रहने छाया सरकारको टोलीले सम्बन्धित मन्त्रालय र विभागहरूमा पुर्याएर कार्यान्वयनका लागि दबाब दिने कार्यविधि तय गरिएको छ। भिडियोमा गुरुङले भनेका छन्, चुनावपछि सधैँ नेताहरू शक्तिशाली हुन्छन्, तर अब जनता शक्तिशाली हुनुपर्छ। यो प्लेटफर्मले नागरिकको आवाजलाई संगठित गरी उनीहरूलाई नै निर्णयकर्ता बनाउनेछ। उनले यो कुनै राजनीतिक दल नभई देश परिवर्तनका लागि उभिएको नागरिकहरूको संगठित शक्ति भएको स्पष्ट पारे। हाल इन्टरनेटको पहुँच भएका ठाउँमा यो अभियान केन्द्रित भएको र आगामी दिनमा इन्टरनेट नभएका दुर्गम गाउँ र हिमाल पारीका जिल्लाहरूको समस्या कसरी केन्द्रसम्म पुर्याउने भन्ने विषयमा समेत गृह कार्य भइरहेको उनले बताए। स्थानीय स्तरको कुनै काम केन्द्रको एउटा सीमित निर्णयले रोकिएको छ भने स्याडो गभर्नमेन्टको रूपमा रहेको फोर्सले मन्त्रालयदेखि लिएर विभिन्न स्थान पुगेर उक्त समस्या समाधानको काम गर्नेछ, उनी भन्छन्। यो हाम्रो पहिलो खुड्किलो मात्र हो, उनले थपे। हामी हरेक नेपालीको समस्याको समाधान खोज्नेछौँ। 10 दिनसम्म परीक्षणका रूपमा रहने र यस अवधिमा प्राप्त हुने सुझाव र प्रतिक्रियाका आधारमा सुधार गरी आगामी पुस 27 गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन यसको भर्सन 1 आधिकारिक रूपमा लन्च गर्ने योजना उनले सुनाएका छन्। उनले राष्ट्रिय एकीकरण अभियानमा जोडिएर समाजदेखि राज्यसम्म परिवर्तनको बाटो खोल्न सक्ने बताएका छन्। आज हरेक गाउँ-गाउँमा समस्या एकै रहेको भन्दै उनले उल्लेख गरेका छन्। बाटो, पुल, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवा अपुग, युवामा बेरोजगारी र विदेशिनु नै विकल्प जस्तै कृषि उत्पादनको मूल्य बजारले नदिने दुर्व्यसन, कुसंस्कार र जुवाले परिवार विखण्डन, राजनीतिक गुटबन्दी र विभाजनले विकास रोकिएको, सिप छ, क्षमता छ, तर अवसर र नेतृत्व पारदर्शी छैन, बुद्धिजीवी, श्रमिक, युवा र महिलाको आवाज दबिन्छ, योजना कहिल्यै कागजमै, काम मैदानमा कहिल्यै देखिँदैन। तर यी सबै बदल्न सक्ने सुदनको विश्वास छ। गुरुङले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई वेबसाइटमा लगइन गरी यस राष्ट्रिय निर्माणको महाअभियानमा जोडिन समेत आह्वान गरेका छन्। भविष्यमा भने यसमा एआई र मोबाइल एप समेत समावेश गर्ने योजना रहेको उनको भनाइ छ। विशेष गरी जेनजी पुस्तालाई एकीकृत गर्दै भ्रष्टाचार विरुद्ध आवाज उठाउन यो मञ्चले प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ। उनी भन्छन्, सरकारले गरेको निर्णय विरुद्धमा आवाज उठाउनु पर्यो भने आवाज उठाउन सक्ने हिसाबमा सिभिलियन फोर्स बनाएका छौं। केही समय अगाडिदेखि सुदनले सत्तामा पुगेर गैर जिम्मेवार हुने दलहरूलाई लाइनमा ल्याउन सिभिलियन फोर्स बनाउने बताउँदै आएका थिए। यसमा सबै जेनजी एकै ठाउँमा आउने र सर्वसाधारण नेपालीलाई पनि जोड्ने उनको भनाइ छ। जेनजी आन्दोलनमा उठाइएका मागलाई मुख्य आधार मानेर भोलि सरकारमा रहेको व्यक्ति र कर्मचारीले भ्रष्टाचार गर्न खोजेको समयमा खबरदारी गर्ने र आम नेपाली तथा जेनजीले एकीकृत रूपमा आफ्ना माग समेत उठाउन सक्ने सोचका साथ यो प्लेटफर्मको उपयोग गरिने उनले बताए।